Sewaru. Today in grammar we are learning about personal pronouns in Limbu language. I लाई इंगा या अंगा भनिन्छ. You लाई खेने या हेने भनिन्छ. He लाई खुने या हुने भनिन्छ. She लाई खुने या हुने भनिन्छ. It लाई कन भनिन्छ. We लाई अनि या अन्ची भनिन्छ. They लाई खेन्हा या खुनी भनिन्छ. Me लाई अंगा या इंगा भनिन्छ. Him लाई खुने या हुने भनिन्छ. Her लाई खुने या हुने इन भनिन्छ. Us लाई अनि भनिन्छ. Them लाई खुनी या हुनी खुन्ची या हुन्ची भनिन्छ. Nugen.